होइन हो किन चित्त आएको यसरी तपाईँ न खै त बाउ मैले भने कुरा तैँले भनेको कुरा त्यो तल गरेर बाबु आयो बाबुलाई जतन गर्नु ढोग्नु छैन मैले भनेको कुरा के भनेको त तैँले अगाडि बसेर एकदम हिट भएर जाओस् यो कानमा के खोजेर बसेको त्यही भएर नसुने रहेछ अघि भनेको त त्यत्रो कुरा भनिसके कहाँ गएको तिमीमा अर्को पनि निकाल्नुपर्छ नि रेडी एक्सन के हो आमा छोरा तामेर सैलुङ के हो दिदी तामेर सैलुङ भनेको एउटै कुकुलो काटेर खुवाउनेले के अहिले तर कुकुलो काटेर खुवाउनेले हात चाहिँ किन थाहा पाएन टिका लगाएर रेडी एक्सन सोध्नु न मम्मीलाई मलाई के सोध्नु तैँले जाने छैन र ओके यहाँ गर बस्नु भनेको दाई घरमै हुन्छ दाईसँग गएर बस्नु भनेको कुकुरले काट्ने दाइ भाउजूले के भने के बाउलाई यो त मैले बुझ्न जरुरी छ कुन ससले नै कुनै नै युज गर्दैन उडेसित बाबुले झ्यामझ्याम हानी हिँड्यो कालमा गाइस सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु भने अहिले बिहानको 7:30 हुँदैछ 8 बज्न गइरहेको अवस्था देख्न सक्नुहुनेछ भने अब हामी चाहिँ रेडी भइसकेको छौँ देख्न सक्नुहुनेछ भने आज आइतबार रहेको अवस्था छ होइन अब आइतबार हामी के गर्न जाँदैछौँ भनेर पुरा भिडियो हेर्नु होला थाहा नै हुनेछ भने अब बिचबिचमा अगाडिको क्लिप्स आएर पनि थाहा नै हुनेछ हजुरहरूलाई भने आज चाहिँ हामी सुटिङतर्फ जाँदैछौँ के को सुटिङ भनेर पनि हेर्नु होला भने अब टक्क सुटिङभन्दा अगाडि मेरो भ्लग अपलोड हुन्छ होइन त्यसपछि म सुटिङको भिडियोहरू नै आइसकेपछि कुनै भिडियो सिरियल केहीको आएपछि म हजुरलाई नि त्यसको लिङ्क हानिदिने छु त्यहाँ पनि गएर हेर्न सक्नुहुनेछ भने अहिले चाहिँ रेडी भइसकेको छौँ देख्न सक्नुहुनेछ भने अब चाहिँ म वहीँ पुगेर क्लिप्स हान्ने छु जरा हामी गइरहेको अवस्था देख्न सक्नुहुनेछ भने यहाँ साइम्बो पुग्न लागेको अवस्था देख्दै हुनुहुन्छ हजुरहरू भने हामी पनि यहाँ आएर बसिरहेको अवस्था छ यहाँबाट साइम्बो छ त्यसपछि अझै अगाडि जानुपर्ने छ कहाँ जानुपर्ने छ म यहाँ देखाउँछु है त गएर हामी यहाँ गइरहेको देख्न सक्नुहुनेछ गाइजहरू अझै पनि हामी गइरहेको छौँ सीता पाइलाबाट भित्रमा त्यहीपट्टि आइरहेको अवस्था देख्न सक्नुहुनेछ यो बाटो हजुरहरूलाई थाहा छ कि छैन होला त्यो पनि भन्नु होला है त हामीहरू गइरहेको छौँ म कहाँ छ सुटिङ स्पोट भनेर पनि हामी त्यहाँ खोज्दै गइरहेको छौँ बिचबिचमा कल पनि हान्नु परिरहेको अवस्था देख्न सक्नुहुनेछ भने हामी सिधा गइरहेको छौँ भने भ्यू पनि हेर्न सक्नुहुनेछ होइन गाइजहरू कि हो कि होइन त्यो नि कमेन्ट हान्नु होला है त गाइजहरू गइरहेछौँ गाइज गइरहेछौँ भने यहाँ देख्न सक्नुहुनेछ मलाई यसलाई चाहिँ पद्मा कोलोनी भन्छ त्यसै है त गाइजहरू हामी यहाँ आइसकेको अवस्था छ देख्न सक्नुहुनेछ अनि यहाँ हाम्रो बुहानी हुनुहुन्छ यहाँ चट्टा सुटिङको लागि रेडी भइरहेको अवस्था छ होइन अहिले अगाडिको फ्रन्ट क्यामेराबाट बनाइदिएछन् ब्याक क्यामेराबाट बनाउनु पर्ने खासमा होइन यहाँ भ्लग बनाइरहेको भने टक्क भ्लग बनाइरहेको अवस्था छ यहाँ देख्न सक्नुहुनेछ भ्यू पनि होइन अनि चट्टासित मेकअप हान्नुपर्ने छ
हल्का कस्तो क्लियर छ यार फेस त अहिलेसम्म यस्तो केही पनि लागेन हेरम लभली पनि लागेन क्यामेरामा ए हुन्छ राख्दिनँ यहीँ राखिदिनु न सर हुन्छ देख मलाई त फेस त सानो देखिन्छ कति मोटो देखेको क्या अझै कम भयो अझै कम के फेस वास हुन्छ म कुन फेस वासले नै कुनै पनि नै युज गर्दैन उठे सिधै मुखले झ्यामझ्याम हान्ने हिँड्यो काममा त्यो हात चाहिँ किन थाहा पाएन टिका लगाएर टिका लगाएर बानी हुन्छ कस्तो एउटा रुमाल ल्याउला भने रुमाल ल्याउनु मुखमा साबुन पनि नुहाउने बेला मात्रै पर्छ ए हो त्यसमा त फेस फेरि भरे घर जाने बित्तिकै सलक्क धोइहाल्छ है कोही कोही त मेकअपले ऊ हुन्छ नि त एलर्जी हुन्छ एउटा दाग पनि छैन एउटा केही पनि छैन कस्तो क्लियर फेस क्या हाम्रो नि पहिला त थियो अहिले पो बिग्रियो 27-28 वर्ष 25-26 वर्षको हुँदाखेरि चाहिँ क्लियर थियो अहिले तर यो उसले पनि हुन्छ कि मेकअपले पनि सुट नगरिरहन्छ यहाँ नधुन्न यहाँ खेती छ यहाँ थोरै थोरै चिल्लो धेरै यसो मार पसिना आयो भने हातले नगर ल यसले थपथप बनिन्छ देख्न सक्नुहुनेछ मेकअप पछिको अनुहार सुरुमा कस्तो थियो अहिले कस्तो भयो त्यो पनि कमेन्ट गर्न सक्नुहुनेछ है त हजुरहरूले गाइजहरू हामी सुटिङको लागि अगाडि बढिरहेको अवस्था देख्न सक्नुहुनेछ है त गाइजहरू सक्नुहुनेछ सुटिङ स्पोट खोज्दै हुनुहुन्छ यहाँ कहाँ के छ भनेर अनि हामी लुखुर 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 माथि हिँड्दैछौँ गाइजहरू डाँडा काँडाको भ्यू उकालोमा हामी हिँड्दैछौँ होइन केटा हो लेट्स गो गाइज जानी भइजाम अब पूजा गर्नुपर्ने स्थिति रहेको अवस्था छ सुटिङ स्टार्ट गर्नुभन्दा अगाडि क्यामेरा खोल्नुभन्दा अगाडि यहाँ पूजा सुरु हुन गएको छ साधारण पूजा हो त्यो ठुलो पूजा होइन चट्ट पूजा गर्दै गरेको देख्न सक्नुहुनेछ हजुरहरूले भने सबले पूजा गर्छन् सायद मेरो फर्स्ट टाइम हो यस्तो छ हजुरहरूको नि एक्सपिरियन्स छ भने के गर्नुपर्छ भन्न सक्नुहुनेछ भने यहाँ पूजा गरिरहेको देख्न सक्नुहुनेछ मस्तसित है त गर्न नसक्छ अगाडि बसेर एकदम हिट भएर जासँग फुलाइको हुन्छ मेरो जास हुनु होइन होइन मेन फुलाइको कसरी हुन्छ त्यो पनि हुन्छ हाम्रो सिरियल मेरो भन्नु अवसर तपाईँले बिलिराखोस् अनि भाइरल हुनु परोस् यो सिरियलबाट यहाँ सुटिङ स्पोट क्यामेरा त्यहाँ रहेको छ अनि म यहाँबाट तल झर्नुपर्ने रोल रहेको छ हेरौँ है त गाइज के कस्तो हुन्छ है त गाइजहरू बुझिने है तिम्रो भएको कुरा रेडी एक्सन सुन्न त सुनेको हो बुझिन है तेरो बाउको कुरा मैले त के भयो ए कहिले तिमीले भन्यौ है अनि तिमी कहाँ भन्नु अब अनि तिमीलाई पनि छ
अब 12सम्म गाउँमै पढौँ अनि हेरौँला है रेडी एक्सन अब 12सम्म गाउँमै पढौँ अनि हेरौँला नि है भाइ तिम्रा बाउनी त्यसै भन्न त भन्थे अहिले अर्कै पो भन्छन् नि यहाँ ए क्या लाउँछ नि यहाँ बिस्तारै ढिलो भयो किन हिँड्छ पाखामा यहाँ रेडी ल एक्सन ओए स्याल आउँछ यहाँ स्याल तिमीहरू यो पाखामा किन हिँडेका उता जाऊ 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 स्यालले खाला नि पसिना आएको अवस्था देख्न सक्नुहुनेछ त्यसैले हामीले पुस्दैछौँ पसिना हजुर सक्दैन नि फेरि सक्यो सिङ्गल त्यति हो अप्ठ्यारो हुन्छ क्या सिङ्गल जोडी समय यसो काम गर्नुपर्ने अनि आइपुग्नै लायो झर्नै लायो भने त पछाडिपछि मेरो रुई देखिन्छ ल हेर त हेर पछाडि सुटिङ भइरहेको अवस्था छ गाइजहरू देख्न सक्नुहुनेछ खसीको खुट्टा खान्छौ कि खिर खान्छौ के खिर खान्छौ ए बुढा कस्तो टोलाएर बस्यो हो यति भनिसके बुझ्दैनौ यहाँ आएर कानमा देखाउनु ल यो कानमा के हालेर दुईटा निकाल्नु बोल्नु भएन अनि यसो हेर्नु यसो हेर्दाखेरि काना देखिन्छ क्या मलाई हेर्दा होइन कानाहरू घचघचाइसक्यो नि त है घचघचाउँदा देखिन्छ क्या अनि सँगै निकाल्नु होइन यो कानमा के खाँदेर बसेको भन्नु के कोसेर बसेको हेरी ए बुढा यो कानमा के खोजेर बसेको त्यही भएर नसुने रहेछ अघि भनेको त त्यत्रो कुरा भनिसके कहाँ गएको तिमीमा अर्को पनि निकाल्नुपर्छ नि भाउजू नमस्ते नमस्ते काठमाडौँबाट गान्टे दाइले ल्याएको कोसेली खाउला भनेर आएको त भाउजू त भित्तो गाडी लिएर त हिँड्न लाग्नु भएको छ बाबु बस्नु न बस्नु पानी त भरे ल्याइहाल्छु नि म बस्नु यता बस्नु दाइ घरमै हुन्छ त्यहीँ दाइसँग बस्नु भनेको भन्नु है हजुर अलिकति देखाउनु ल रेडी एक्सन म भरे ल्याइहाल्छु नि बस्नु भनेको क्या मारिदिन्छु रे यहाँ गर बस्नु भनेको दाइ घरमै हुन्छ दाइसँग गएर बस्नु भनेको हस् 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 कुकुलोले कुकुलो गिलास हाल्नु कहाँबाट कुकुरबाट रेडी एक्सन कुकुलो काटेर खुवाउनेले क्या अहिले तर कुकुलो काटेर खुवाउनेले कुकुरले काट्ने कुकुर काटेर खुवाउने अरे तँलाई भन्दाखेरि कुकुरले काट्ने भनेर हाँसेको चाहिँ राख्नु मेरो पछाडि किन आउँछ यहाँ ढाडा आउँछ होला नि फेरि एउटा ठ्याक्क त्यहाँ बस्छ त्यहाँ गएर त्यहाँ टुसुक्क बस्छ बस्छ टुसुक्क दुईतिर मुखामुख गरेर नि भन्नु दुईतिर उसलाई नि हेर्ने उसलाई हेर्ने अनि यो के हो एउटा घरमा आमा छोरा पनि एउटा तामेर आँतिर एउटा सैलुको आँतिर त्यही भनेको पहिला मेरो के हो आमा छोरा तामेर सैलुङ छ तामे डाइलग चेन्ज नगर्नु न पहिला दुईजना छड्के आँखाले हेर्ने अनि यस्तो गरेर होइन आमा यस्तो गरेर हेर्ने तिम्रो आमा छोरा है लाइट चाहिन्छ अझै अझै उचालो दिनु ठ्याक्क के पर्छ नि ल हो ल हेर गर्ने है दुईजनाले रेडी एक्सन के हो आमा छोरा
सैलुङ। के हो दिदी तामे र सैलुङ भनेको? एउटै घरमा भएका आमा छोरा एउटा तामेको डाँडातिर एउटा सैलुङको डाँडातिर। ओके भयो? तपाईँलाई 5 नम्बरै दिनुपर्ने हो उडाइसक्यो। अनि फेरि हेरे उनीहरूको एक्सन पनि एकदम मिल्यो। एक्सन पनि मिल्यो है। मनोकामना रिसाउँदाखेरि एकदम जाने रिसाउँदै जाने रहेछ। यहीँबाट हाम्रो भिडियोको लिङ्क पनि आउँछ, हेर्नु होला क्लिक गरेर है। भरे हालिहाल्छ। आज हामी सुटिङको दिनमा रहेको अवस्था छ, यस्तो यस्तो भइरहेछ। त्यहाँ हुन्छ लाइट नला त बाबु छोडेर कसै देख्नुहुन्छ क्या किन चिच्चाएका क्या किन चिच्चाएका तिमीहरू भन्छु म होइन। अनि कसरी भन्नुहुन्छ अरे? खै त बाबु मैले भनेको कुरा किन चिच्चाएका तिमीहरू भन्छु म। चिच्चाएका प्रश्न किन चिच्चाएको तिमीहरू भन्छु क्या म। अनि खै त बाबु मैले भनेको कुरा त्यति भन्ने तैँले खै त बाबु मैले भनेको कुरा। ल ल मैले चाहिँ यतै यतै हेरेको थिएँ। रिसारिस गरेर हेरिराख है। कता हट्यो टाढा? म यहाँ जान्छु त्यहाँ बस्छु। तपाईँ एक्सन भन्नु अनि के हो यो के अरे तिमीहरू दुईजना रिसाले हेर गर है। हेर उसले यिनीहरूको मुख हेर्दा हेर्दै म किन चिच्चाएको तिमीहरू भन्ने आउँछु। अनि तैँले चाहिँ के अरे खै त बा मैले भनेको कुरा भन्छ। अनि त्यस पछाडि मेरो संवाद छ मैले हेरिराख न मुखमा। ल रेडी एक्सन। होइन हो किन चित्ताएको यसरी तपाईँ न। खै त बाउ मैले भनेको कुरा। तैँले भनेको कुरा यस्तो तल गरेर बाबु आयो बाबुलाई जतन गर्नु ढोग्नु तैन मैले भनेको कुरा के भन्यो त तैँले। बाबुले बोलेको सुनेर हाँसेको ठिकै छ। पहिला हाँसिदिन्छु मैले कन्ट्रोल गरेर ठिक छ। मलाई हेर है मलाई हेरेर भने उसको मात्रै लिने। मैले पनि उता हेर्ने होइन। मेरो मुख हेरिराख्नु खै त बा मैले भनेको कुरा है। खै त बा मैले भनेको कुरा एक्सन। खै त बाउ मैले भनेको कुरा। के को माइकिङ गरिरहेको छ। के भन्नु भएन दाइलाई मैले भनेको कुरा के भन्नु भएन दाइलाई। क्लोजमा लिनु न। उसलाई क्लज मात्रै ल्याएको छ हो यता हेर है मलाई हेरे मलाई म त्यहाँ छु। के भन्नु भएन दाइलाई। के भन्नु भएन दाइलाई। के भन्नु भएन दाइलाई मैले हेरेर भन्ने है। ओके एक्सन। के भन्नु भएन दाइलाई। मैले सबै कुरो भनेको अनि खोइ त सामान है त्यसो भने रेडी एक्सन। सबै कुरो भनेको दाइलाई तपाईँ भनेको मैले। खोइ त सामान
खै खोइ तामानै त होइन भन्न त भनेको हो नि के भने त दाइले है यतिमै ल भन्न त भन्यौ नि अनि दाइले केही भनेन नि त रेडी एक्सन भन्नु न खोइ के भने एक्सन भन्नु पर्दैन रेडी भन्नु न एक्सन ल एक्सन भन्न त भन्यो नि दाइलाई दाइले के भन्यो त फुल्दै छैन भन्यो ओके अगाडि सम्राट त आयो नि त त्यो म त्यो बाहिर गऱ्यौँ ल आउनु त हजुर आउनु त Clips video guys, clips video right now. Clips. देख्न सक्नुहुनेछ सुटिङ चल्दैछ अब बारीको सुट हुने अहिले दिउँसोको सुट सिद्धिसकेको छ गाइजहरू भने अब ब्रेक टाइम रहेको छ यसो खाजा खाने ब्रेक टाइम अनि सबैजना बस्नु भइसकेको छ रिल्याक्स अब रेस्टिङ टाइम अर वाट भनेर रहेको अवस्था छ हेर्न सक्नुहुनेछ है त अगाडि आउनु पर्यो अझै अगाडि हो ल खाएर त आएको त गएर त आएको त भोकै आएको अरे केही नखाइदिन भन्नु तैँले चाहिँ अनि उसले चाहिँ गएर घुमेर खाएर आएको भनेको होइन कसरी कराएको भन्ने है लु रेडी एक्सन गएर त आएको भोकै आएको केही नखाइ आएको होइन हो गएर घुमेर आएको भनेको अलिक बिस्तारो भने भइहाल्छ म सुनिहाल्छु नि भाइ अलिकति रेडी एक्सन अब उतै बे गर्ने होला थलकै केटी ल्याउने होला अनि गाई ट्याप ट्याप गर्ने होला अब अनि के भन्ने मैले के भन्ने जान्दे ए नानी के भन्छ यो अङ्कललाई एक्सन ए नानी हेर न के भन्छ तिम्रो अङ्कललाई आँखा मात्रै तर्छन् बाउ चाहिँ के भनेर काठमाडौँ जानु भएको थियो अनि भनेला गएको त भनेला गएको थियो किन अनि खै त त्यही हो खै त ठिक छ फेरि अर्कोचोटि लिने कि धेरै बेर अलमल गर्यो बाबुले उहाँले बोलिसकेपछि आइहाल्ने होइन त हो यो तिमी के भएर गएको थियौ त्यो काट्यौ त यसलाई काट्दैँ फेरि सुरुबाट राम्रो आँखा अलि धेरै अलमल गर्यो नत्र आउन त राम्रो ठिकै छ त अलिकति अलिकति केही फरक पर्दैन अलिकति काट्नु हजुरले बोल्ने होला भने नफाल्नु न त्यहाँ मिल ल फेरि मेरो नि संवाद हो अनि खोइ त के खोइ त ए नानी के भन्छ हेर न के खोइ त समाउँछ के खोइ त भन्छु म चाहिँ दुईजनाले है गर्ने मलाई हेरेर अनि के अरे सुरुमा बाउ खै त ए बाबु तिमी सहर के भएर गयो थियौ अग्ला रहेछ के भएर गयो थियौ भनेर गएको त भने अनि खोइ त भन्छ खोइ त भन दुईजनाले गर्ने है त्यति पुरा आउँदैन होला नि एकैचोटि आउँछ ल तिमी ठ्याक्कै आउट बाबु तिमी दादा के भनेर गयो थियौ
भनेर गएको थिएँ अनि खोइ त ल ए नानी हेर न के भन्छ तिम्रो अङ्कललाई ल रेडी हेलो फर्स्ट है ए फेरि भन्ने त्यहाँ रेडी पनि लाग्दैन अलि टाइट बस्नु ल ऊ आउँदाखेरि पनि फ्रेममा बस्नु पर्यो रेडी एन्ड रेडी एक्सन ए नानी हेर त के भन्छ तिम्रो अङ्कललाई ए बाउ तिमी सगर जाँदा के भनेर गएको थियौ भन्नलाई गएको थिएँ त अनि खोइ त अनि खोइ त के खै त भनेको थियो होइन कसले ए भन्नु यो लास्टमा बुवाले मलाई आएन के खै त बिर्सेँ मैले त्यही मात्रै जाउँ न लास्ट के खै त भनेर उहाँको मात्र लिन्छ नि त कुराहरू ए कानसम्म टाउको सामान भने है लाउनु त के खोइ त भन्नु त आउनु न यो के खोइ त भने दिइहाल्नु। क्लोजमा लिउँ न के खै त भनेको के खोइ त भने उहाँले के खै त भने त खै त हजुरको त्यहाँबाट ए के तिमी आउटै छौ ल उहाँहरूको मेरो छैन है कानमा ए होइन बस्नु ल रेडी माथितिर किन हेरेको एक्सन कसले भन्नु के भने उहाँको खोइ त भनेर यसो गर्ने हो क्या मैले भइसक्यो हजुर मेरो मेरो के छ र के खै त मैले उहाँलाई हेरेर के खोइ त भने उस्तो गर्ने ए के खोइ त एकैचोटि भन दुईजनाले के खोइ त खोइ त खोइ के पखाइ एकछिन है के खोइ त होइन अनि तपाईँले खै त भने हा त्यसमा थप्न खोजेको क्या मैले ए त्यो कान यसो गरेर मिलेको थिएन क्या मैले बिर्सेँ कि उहाँले के खै त भनेपछि खै त के खै त भने नि त मैले खोइ त भनेर हामीले भन्यो हदै भनेको थिएन हामीले के भन्यो रे के खै त के खोइ त भनेर के खोइ त भन्ने नि मैले पो के खोइ त भन्ने हो त खोइ त थिएन अघि त्यही भने होइन अनि के खोइ त भनेर अनि आफूले चाहिँ टाउका यसो हात लाउने उसो क्या गरेर गर्ने भने चाहिँ खोइ त सकेको हो कि कहाँ सकिनु भिडियो खोलेर रहेछ एउटा खै त लामो आइरहेको छ त भिडियो कसरी आइरहेको लामो काटेर एडिट गरेर मिलाएर हाल्न मिलिहाल्छ ब्लग बनाएर हाल्छ नि त युट्युबमा अरू त भित्र होला यो अहिले एक्सन रेडी एक्सन रेडी एक्सन त्यही त भनेको हामीसँग बाटामा उहाँ सुट लाउँछु त के अरे जेरी खान्छु भनेर गएको मान्छे है रेडी एक्सन जाँदा त सधैँ नै गएको थिएँ फुर कहिल्यै भेट्छु छोरा नातिलाई भन्दै त्यही त अन्त हामी सँगै गएको सँगै जाँदाखेरि छोराले सुट किनेर राखिदिन्छ सुट लाएर आउँछु जेरी मोमो खान्छु भनेर एकदम खुसी भएर जानुभएको थियो हामी सँगै ओके कतै दाइ भाउजूले भनिन् कि क्या के गरे क्या भने कि क्या होइन दाइ दाइ भाउजूले के भने कि क्या बाउलाई यो त मैले बुझ्न जरुरी छ आउने बेला यदि आउने भयो है फेरि पछि भनिसकेको छ म अर्को हप्ता भन्छु त्यसलाई भनिहाल्छु सिधिसकेको अवस्था छ यो बिचमा अर्को हप्ता भन्छु तँलाई भनेपछि त कर्म छ सिद्धिको होला सुटिङ पनि सिधिसकेको अवस्था रहेको छ भने क्रिम पाउडर लाएर पनि गोरे देखाएको छ कि के छ भन्न सक्नुहुनेछ भने कस्तो लाग्यो के लाग्यो भिडियोहरू पनि हेरिदिनु होला भने थ्याङ्क्स फर वाचिङ अनि यसको लिङ्क म कमेन्टमा नै हालिदिन्छु यदि कमेन्टमा हालिनँ अब यो सुटिङ सिरियल होइन
अभियसली टाइम लाग्छ भन्नको लागि एडिट सेडिट गरेर यताउति गरेर भने ढिलो आयो भने म युट्युबको मेरो पोस्टमा हालिदिने छु, त्यहाँ गएर नि हेर्न सक्नुहुनेछ हजुरहरूले। भने माया देखाइदिनु होला के कस्तो लाग्यो होइन, कम्प्लिमेन्ट्री दिनु होला भने हामी त्यसपछि त्यही अनुसार अझै राम्रो गर्नेवालामा छु है त गाइजहरू। थ्याङ्क्स फर वाचिङ, किप सपोर्टिङ, बाई बाई।